साथीहरु, आज भने चाहिँ दशैंको सेकेन्ड डे है। आज चाहिँ यसरी नै बिहानै उठेर काम साम सकेर चाहिँ मुखहरू धुएर अनि भने चाहिँ बहिनी पनि आयो, बहिनी पनि सँगसँगै मुख धुयौं हामी। अनि त्यहाँको चाहिँ छिटो काम सकेर त्यहाँ छिटो मुखहरू धुएर माथि कान्छे मामाकोमा जानु थियो टिकिटा लगाउनु। अनि यहाँ भने चाहिँ हाम्रो छोटा महाशयहरू फोनमा बिजी छ। अनि म भने चाहिँ यहाँ अब मेकअप गर्नलाई रेडी भइरहेको छु। मैले फेस सिरम लगाएँ अनि त्यहाँदेखि फेरि क्रिम लगाएँ, क्रिम त होइन दबाई लगाएँ होइन। यो चाहिँ मेरो दबाई हो, मलाई दिदीले दिएको हो नि त। दिदीले मेरो चाया आयो भनेर चाहिँ मैले मलाई दिएको होइन यो सबै। अनि त्यहाँको त्यो क्रिम धसेर त्यहाँदेखिको फेरि सुकाएर त्यहाँदेखि लोसन लगाएँ हो। मजाले लोसनहरू दलिसकेर त्यहाँदेखिको फेरि यसलाई पनि मजाले सुकाएँ है। त्यहाँदेखिको सुकाएपछि अब टर्न आयो सनस्क्रिनको। अनि सनस्क्रिन पनि मजाले लगाएँ। हुनु त शीतल दिन थियो तर पनि अब सनस्क्रिन चाहिँ एभ्री डे लाउनु अरे, एभ्री टाइम लाउनु अरे नि त। त्यही भएर यो सबै चाहिँ एकै सेटको हो। नाम पनि के पो छ म त थाहा पनि छैन। दिदीले दिएको हो नि त, मलाई गिफ्टेड गरेको। अब चाहिँ रेडी भइसकेँ म चाहिँ होइन। रेडी भइसकेर चाहिँ अब चाहिँ यो चाहिँ मेरो फेभरेट इयररिङ है, सबैभन्दा प्यारो। यो मैले लगाएँ अनि त्यहाँदेखि कस्तो देखिरहेछ एकदम राम्रो है। अनि अब हुन्छ रेडी हाम्रो च्याङ्बाहरू है, हाम्रो च्याङ्बाहरू रेडी भइसक्यो। अब भने चाहिँ हामी कान्छा मामाकोमा गएको, हिजो गाउने मादल बजाउँदै गाउने माइजहरूकोमा गएको। आमा छोरी पिङ्की, घर पनि पिङ्की, सब पिङ्की। माथि गएको माइजू के गर्दैछौ? माम पकाउनु भएको? अचार बनाउँदैछु खुट्टाको। खुट्टाको मम खाने यहाँ आउनु हेर्नु। त्यहाँनिर हो। ओ माय गॉड, म पनि खाने। सानो उडेर आउँदिन ल। उडेर आउँछु म। कहाँ उडेको भने खुट्टा खानु गएको? सुवारे खुट्टा खानु गएको। आजा छिटो हाम्रो च्याङ्बा। त्यही त अरे टन घाम लागिरहेछ। चस्मा लाउने खालको दिन भइरहेछ। कोपा आएर उठु गर्दैछ कोपा। यो ओरा लाउँदा बहिनीहरूले भिडियो गरिरहेको थियो मामा माइजूले। आज यो उकालो जाँदा म भिडियो गर्दै जाँदैछु। कान्छा छोरा हाम्रो कान्छा छोराको घरमा गएको। कान्छा छोरा बुहारी के गर्दैछु कुनी। मस्याम गाडी भित्र छ। बाटो छ हाम्रो दालबलिपी सबै उठेको छ। ए हिजो यहाँ कुस्ती भएको थियो हो। यहाँ चाहिँ बँदेलहरू आएको थियो। बँदेलहरू कुस्ती भएको थियो यहाँनिर हो। तर उठेछ। उक्लेको दालहरू मात्रै सुकिरहेको रहेछ हो। सुतेको जति उठेछ सबै। यस्तो दालबारी यस्तो दामी छ हाम्रो यहाँ। मामा माइजूले दुःख गरेको मेहनतको फल फल्न आँटेको छ। फल्न आँटेको छैन, फल्दैछ, खुल्दैछ। मने छोरी बुहारी भात पकाएको बुहारीले। बर्खा ढिलो गएको हो कि दसैँ छिटो आएको हो? सोधेर भन्ने सोधिहाल्न अहिले नै। भाइ त यहाँ बिजी रहेछ नि बिचरा। कस्तो दुःख गर्छ हाम्रो छोरी चेलीहरू। हाम्रो भलिबल के भन्छ प्लेयर टप्पर हो। टप्पर हो यो होइन। म यहीँ बस्ने नि के साह्रो। हाम्रो रक्सीको टप्परमा रक्सीमा टप हुने मामा, ठुलो मामा, माइला मामा चाहिँ बिमार भएकोले अहिले छैन, छुनु पाएको छैन। विश्वास मामालाई। हाम्रो यहाँ ठुलो मामा चाहिँ बिहानै चिया थुपारेछ हो।
फ्री त हुनु हुँदैन नि बहिनी हाम्रो मादलले रोजियो माइजू चाहिँ यहाँ बट्टाको मादल बजाउने चाहिँ यहाँ भुइँ घोषाले होइन भिडियो गरेको नि मासु माथि मासु 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 फेरि चेन्ज भयो त ड्राइभर त साह्रो राम्रो छ हौ हाम्रो भाइ बहिनीहरू त ऊ एउटा फेरि ऊपर पुगेछ अघिको ड्राइभर चाहिँ के पकाउनुमा गयो नि यो फेरि के पकाएको भन्न ओ माइ गॉड पकोडा वाउ पकोडा वाली बेच्दिन्छ 10 रुपैयाँ गोटा 10 रुपैयाँ गोटा साह्रै भयो नि त यो त 5 रुपैयाँ गोटा साह्रो सस्तो भयो नि फाइनली कान्छा मामाको घर मूल घर हो यो चाहिँ मामाहरूको मूल घर उहिलेको घर हो यो चाहिँ कान्छी हो हिजोको यो हुनेवाला डक्टर नि हो भागेकोले त्यो त झन् बेस्ट हो त हौ घरमा भएपछि त म त भित्र बस्दिनँ अनि यो चाहिँ हाम्रो भाइ बहिनीको है टपरहरूको गिफ्ट सानो खतरा खतरमा मेन्टसहरू छ नि त हौ यतातिर त अस्ति गएको थिएन यो चाहिँ हाम्रो भाइ बहिनी माइजूको है हाम्रो ह्यान्डसम केटो अघि भाँडा धुने ह्यान्डसम केटो अरूले यसरी थुपारेको छ होला मेरो पनि थियो नि थुप्रो हुन्थ्यो नि यस्तो थुपारेको छ होला तल होला तिमीहरूकोमा होला अलिक ह्यान्डसम केटो यिनीहरू पनि टपरै हो नि एक समयको त भलिबल टपर हामीले चाहिँ केयरलेस गरेर छैन हाम्रोमा चाहिँ यिनीहरू नानीको आमा परे कि साह्रो हामीले खेल्नु मात्रै मजा मात्रै मार्यो अनि हामीले यस्तो कुरोहरू चाहिँ राखेन है बिचारा तर त्यो माझिटाको त्यस्तो मदेसिनु प्राउड फिल हुन्छ नि घरिघरि त यसो भाइहरूको ट्रफी देखेर आफ्नो अब छैन हो भाइ बहिनीको ट्रफीहरू देखेर नै प्राउड फिल हुन्छ कुन चाहिँ ठुलो यो बल्लो क्युट क्युट रहेछ नि त एउटा चोरी लानुपर्छ ल सेलिङहरू भन्दा अलिक ठुलो तिनीहरू दोकान पनि छ मामा मेरो कान्छो मामा त यहाँ झन्डै थला परेछ मार्गीले साह्रो परेर हाम्रो च्याम्पियन दाजु कराइले धुइरहेको रहेछ च्याम्पियन त कराइले धुइरहेको छ अझै जमाना बदल गया वक्त बदल गया भनेको जस्तै हो अहिले चाहिँ के छ भने उहिले त यो फुलहरू यत्रो यत्रोमा फुल्थ्यो होइन हामी सानो हुँदा यतिको हुन्थ्यो अहिले त हामीलाई नागेर माथि यो त अलिकति अथवा रहेछ होइन उताले जानुपर्छ माथि माथि छ हालेबाट देखाउँछु माथि माथि छ अर्को त्यो के फुल भन्छ भाले फुल जस्तो त्यो पनि माथि माथि होइन अस्ति फेरि पर आउँदैबाट के देखेँ भने नि सयपत्री फुल छ नि त्यो घरभन्दा माथि अब घरको च्यादर माथि चाहिँ नि टिङ्रिङ गरेर फुलिरहेको थियो सयपत्री चाहिँ जिन्दगीमा पहिलोचोटि देखेर त्यत्रो अल्गो अल्गो सयपत्री चाहिँ हो पहिला त त्यत्रोमा फुल्थ्यो कति राम्रो देख्थ्यो अहिले त उकालो फर्केर हेर्नुपर्छ फुलहरू पनि सिँढी चढेर टिप्नुपर्छ होला हौ दीपावलीमा पनि जस्तो लाग्यो अहिले फोनमा छोड्ने रहेछ हो एउटाको कान प्लाउनु जान्छ एउटाको आँखा प्लाउनु जान्छ जस्तो लाग्छ मलाई हो भनेको टेर्दैन बिहान उठेको देखिको बेलुका सुतिन्जेलसम्म फोनमै मात्रै आँखा हुन्छ एउटाको मुटु अरे एउटाको पत्लु अरे कुनी के अरे हो कुन त तँ पनि बिजी छस् फोनमै होला हिजो पनि देखेको थिएँ होइन होइन मैले देखेको थिएँ हिजो अस्ति पनि देखेको थिएँ सुत्दा पनि देखेको थिएँ हिजो बेलुका ढाँट्छस् त मलाई ढाँट्दो रहेछ पेमाले त फुइ मामा फेरि गम्भीर अवस्थामा छ हो उहिलेको गाना सुन्दै गम्भीर अवस्थामा गइरहेछ
दसैँ लागेको यिनीहरूलाई त्यो चाहिँ के गरेको आमा भाडा पनि धुन्छस् घरि के पनि गर्छस् दोकान पनि गर्छस् त्यही गाउँ मेरो भाइ त साह्रै ट्यालेन्टेड हो यिनीहरूको मिठाई खुवाइ हेर्नु है झालमुरी खाने खुवाइ अन्त मुराई चाहिँ तर म तामाङ हो झालमुरी पार्टी भएछ यहाँ चाहिँ अन्त मुराई चाहिँ खुवाइ झालमुरीको मुराई मिसाउने उयो अन्सुले त झन् अब यस्तो सँग पुरा खाँदा जस्तो झन् है गयो नि राति नै गएको 4:30 गएको हिँडेरै कहाँ हो ज्वाइँसँग गएको ज्वाइँ पनि गयो नि त निम्सिङ पनि ए ज्वाइँ गयो टिकाटालो भइसक्यो यहाँबाट चाहिँ खुवाइ हुँदैछ हो के खाएको यस्तो डरलाग्दो के दामी देखेको यसले रङ्गीत खोला जेठाको घर जेठा छोराको घर तल म पनि टिका लाउनु भन्नु तातो चिया दामी छ नि दाइ चिया पिउनु माया चिया पिउनु Hello guys, welcome back to Nana channel. Welcome to my Nana channel. Wow. म उता बस्छु नि पर्दैन नि म यहाँ बस्छु नि चिया चियाको छेउमा अब खुवाइ हुन्छ रक्सी खानेहरू उदो चिया खाने यता रक्सी खाने यता उता यसमा बियर खान्छ बियर ग्लासमा चिया खान्छु ल चियर्स तपाईहरुलाई चियर्स फर लेबर ड्यामेज म चाहिँ हेल्थ ड्यामेज ग्यास्ट्रिक ड्यामेज अब चाहिँ खान्छ आलुदम भुजा अनि के हो यो मामा सुँगुरको मासु चुङ्गुरको मासुमा लिम्बू नि चिरै लु देखाइ लु केही त बोल लु सबैलाई देखाइ लु अन्त अब लु सबैलाई देखायो तँलाई पनि देखाए आमालाई पनि देखाए आपालाई पनि देखाए ऊ नानालाई पनि देखाए उइसलाई पनि देखाए सबलाई देखायो कोकुलाई पनि देखाए एउटा कुरा भन्नु बिर्सेछु हाम्रोमा चाहिँ अचम्मको रित छ चिया खानेलाई याद गर्दैन रक्सी खानेलाई जोड याद हुन्छ चिया खानेलाई जतासुकै रक्सी खानेलाई त बोलाइ अब वाइन खाँदैछु यो खालको वाइन बहिनीको अर्को खालको वाइन छ झन् डरलाग्दो वाइन खै हेरौँ त पैसा कतिको दिँदैछ लु दाजु मामा भानिस खेल त लु अन्त हाम्रो डाक्टर साहेब केही शब्द बोलिदिनुहोस् त छिटो बोलिदिनुहोस् त के हो त्यो अनुहार बेसी देखाउनु हुँदैन हो माइ गॉड एकछिनलाई म धुलो खुट्टाको धुलो लगाइदियो त्यसलाई नजर लाग्छ पार्टी चाहिँ आज पनि सकेको छैन आज सकेको छैन यताको पार्टी दिएकै छ हो हजुर
गाउँस् त बाइक र उयो सालोले भेन भेन भन्दै थियो फोन चार्ज गर्न आएको मेरो फोन चार्ज सक्यो आम्बो यति बेला चाहिँ हामी रिल्स बनाउँदै थियो दिदी बहिनी कि गाँठी अडियन्सहरू त सानो होइन नि हो हेर्ने त गाँठी लाज मोड्दो हामीलाई लाज लागेर झन्डै मोडिङ टुरुलाप कत्रो अम्बक खोइ कताको वाउ घरको बाटो छोरी म त यही खान्छु This is a simple tarun. This is flower का नाम चाहिँ I love you. के नाम चाहिँ यो चाहिँ डबल I love you है त्यो चाहिँ I love you डबल टिपर I love you है त क्यूट क्यूट हुन्छ अनि यो चाहिँ दाल पर्यो पेली दाल यो चाहिँ बस सिम्पल तरल 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 भेन्डी पनि रहेछ भेन्डी यो मखमलीको चाहिँ म बिउ लगी छाड्छु बिउ मखमलीको यो फुल मासिसकेको छ हो जिन्दगानीमा चिउरी फुल पनि रहेछ है यस्तोको चाहिँ हामी पहिला माला बनाएर लाउँथ्यौँ उहिले है अहिलेको नानीहरूलाई त के हो नि अनि चाहिँ हामी घर आइपुग्यौँ हो कम्प्युटर जमाना छ र त्यही त घर आइपुग्यौँ त्यही कारणले मेरो भिडियो यहीँ समाप्त गर्दिनँ यहाँ हेर्छु पहिला हिरो यहाँ जेठा हिरो हेर्नु यहाँ जेठा हिरो हिजो मलाई न्यु खोज्दै जेठा हिरोले मलाई न्यु खोज्दै हिजो पठाकि बोक्रा कस्तो मिठो छ बोक्रा पनि के गर्दैछ हो र मैले अघि कुरा गर्दा थियो के भन्दा यो फुल हेर्नु नि कस्तो छ होला म यहाँ छु यो फुल यहाँ माथि छ कत्रो कत्रो चाहिँ भइसक्यो होला धन्यवाद टाटा बाई बाई हेरिदिनु भएकोमा वाउ